गृह पाठशालालाई सब्स्क्राइब गर्नुहोस्, सँगै रहेको घन्टी दबाउनुहोस्, साथै लाइक, कमेन्ट अनि सेयर पनि गर्नुहोला। गङ्गा किनारको रमाइलो घना जङ्गलभित्र भारद्वाज मुनि बस्थे। उनको र रैबे मुनिको आश्रम नजिक नजिकै बनेका थिए। रैबे मुनि त्यस्ताका निकै कहलिएका विद्वान थिए। उनका छोरा पराबसु पनि त्यतिकै नामुद विद्वान भएर निस्केका थिए। जता गए पनि यिनीहरूकै विद्वताको चर्चा सुनिन्थ्यो। चारैतिरबाट मानिसहरू ज्ञान गुणका कुरा सिक्न त्यस आश्रममा आइरहन्थे। त्यहाँ निकै चहल पहल थियो। सँगैको भारद्वाज आश्रम भने सधैँ सुनसान देखिन्थ्यो। भारद्वाज आफू धेरै जसो समाधिमै रहन्थे। उनका छोरा एवकृत हलक्क बढेका त थिए, तर पढेका भने थिएनन्। उताको आश्रममा भने पराबसु र उर्वाबसुको चहल पहल थियो। यो देखेर एवकृतकै मनमा पनि धेरै कुरा खेल्न थालेका थिए। उनीहरूले धेरै नै पढिसके, काम देखाइसके र नाम पनि कमाइसके। म भने अझै ठन्डाराम छु। म अब पढेर तिनीहरू जस्तै विद्वान कहिले हुने, कसरी हुने? नपढिकनै विद्वान बन्ने उपाय खोज्नु पर्यो बा। मनमा यस्तै यस्तै कुरा खेलाउँदै एक दिन कुमार एवकृत देवराज इन्द्र कहाँ पुगे। एवकृतका सबै गुनासा सुनिसकेपछि इन्द्रले भने, बाबु एवकृत, ज्ञान र सिप आर्जन गर्न मेहनत गरेर पढ्नै पर्छ। नपढे विद्वान बन्न खोज्नु त सपनामा लड्डु खाएर विपनामा अगाउन खोज्नु जस्तै हो। तिमी विद्वान गुरु कहाँ जाऊ, मेहनत गर। हेर, पढेर सिक्नै नसक्ने मान्छे तिमी होइनौ। तिम्रो पढाइमा म पनि जो सकेको मद्दत गरौँला हुन्न? देवराज इन्द्रले मन लगाएर उपाय गरिदिए भने नपढिकन पनि विद्वान बन्न सकिन्छ भन्ने एवकृतले अठोट गरे। उनले अझ जिद्दी गरेर भने, म अब पढ्नतिर लाग्दिनँ। म भ्याउँदिनँ काका। मलाई तपाईँले जसरी पनि नपढिकनै विद्वान बन्ने उपाय बताइदिनै पर्छ। इन्द्रले विभिन्न उदाहरण दिएर पटक पटक सम्झाइ बुझाइ गर्न खोजे, तर उनको जिद्दी झन्झन बढ्दै गयो। आखिरमा उनले इन्द्रका ढोकामा अनसन नै सुरु गरे। कुमार एवकृत बिहान सबेरै गङ्गा स्नान गर्न जान्थे। स्नान सकेपछि फर्केर इन्द्रका ढोकामा आई रात दिन कष्ट देखाएर पसारो परिरहन्थे। एवकृतको हट देखेर देवराज इन्द्र हैरान भए। सुरुमा 1-2 दिन त उनले केही सोच्नै सकेनन्। तेस्रो दिन उज्यालो हुनुभन्दा अगाडि नै इन्द्रले आफ्ना कपाल र दारी जुङ्गामा सेतो दले। उनले झुत्रे झाम्रे कपडा लगाए। एकजना समाजसेवी बुढा मान्छेको भेष बनाएर बिहान सुटुक्क गङ्गाको किनारमा बसे। कुमार एवकृत गङ्गा स्नान गर्न जाँदा त्यहाँ किनारमा एकजना बुढा मान्छेलाई देखे। ती बुढा मान्छे आफ्ना मुठीमा बालुवा उठाउँदै गङ्गाको पानीमा फ्याँक्दै गरिरहेका थिए। बुढा मानिसलाई आदर गर्नुपर्छ भन्ने जानेका कुमार एवकृतले 2 हात जोडेर भने, प्रणाम हजुरबुवा। आशीर्वाद बाबु। पिलिक्क हेरेर मुस्कुराउँदै बुढा मान्छेले फेरि आफ्नो काममा लागे। बुढा मान्छेको काम हेरेर मनको खुल्लुले रोक्न नसकी
कुमार एवकृतले नजिकै गएर सोधे, यसरी गङ्गाको पानीमा एक एक मुठी बालुवा फ्याँकेर के फल मिल्छ हजुरबुवा? प्रश्न सुनेर पहिले त बुढा मान्छे खित्का छाडेर हाँसे। उनले भने, बाबु यो त अक्कलको कुरा हो। हेर्नुहोस् न, यहाँ एउटा पुल नहुनाले बटुवाहरूले धेरै दुःख पाएका छन्। यहाँनिर फराकिलो र बलियो एउटा पुल बनाइदिनुपर्छ। त्यसपछि बटुवाहरूलाई गङ्गा पार गर्न सजिलो हुन्छ र मेरो नाम पनि चल्छ। म यो बालुवा नदीमा फ्याँकेर एउटा भव्य पुल बनाउन लागेको छु। बुढा मान्छेका कुरा सुनेर एवकृतलाई हाँसो उठ्यो। उनले हाँस्दै भने, यसरी बेकारमा समय र श्रम खर्च गर्नु त मूर्खता होइन र हजुरबुवा? यति पाएको उमेरमा पनि यस्तो काँचो बुद्धि कसरी आएको? यस्तो गर्न त भएन नि। हुँदैन र किन नहुने बाबु? बुढा मान्छेले गम्भीर बन्दै भने, बाबु हिजो मात्र मैले सुने एकजना एवकृत नामका होनहार कुमार केही दिनदेखि इन्द्रका ढोकामा अनसन बसेर विद्वान हुन कसिनु भएको छ रे। विद्वत समाजमा हुर्केका कुमार एवकृत त्यत्तिकै कुरै नबुझी अनसन बस्नुभएको होला त। अनसन बसेका भरमा त नपढिकनै मानिस विद्वान बन्न सक्छ भने यसरी बालुवा फ्याँकेर गङ्गामाथि किन पुल राख्न सकिन्न? म त आँट गरेरै लागेको छु बाबु। बुढाका कुरा सुनेर एवकृत झस्किए। उनलाई यी बुढा मान्छे इन्द्र नै हुन् कि जस्तो पनि लाग्यो। यसबारे बढी सोधखोज नगरी उनी खुसुक्क नदीमा ओर्ले। त्यसपछि नुहाए, कपडा फेरे र मेहनत गरेर पढ्ने अनि विद्वान बन्ने सङ्कल्प लिएर फटाफट गुरुकुलतिर लागे।